आइपिओ लभरहरूका लागि खुसीको खबर, ब्याक टु ब्याक नयाँ आइपिओ खुल्दै। अब लगातार 5 कम्पनीको आइपिओ आउँदै। ती कुन कम्पनी हुन्, कति किता सेयर निष्कासन गर्न लागेका छन्, ती कम्पनीको आइपिओ कसले भर्न मिल्छ र कति किताका लागि आवेदन दिन मिल्छ, सबै जानकारी यस भिडियो मार्फत दिँदैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नम्बर 1 मा रहेको छ एम्बालिङ हाइड्रोपावर लिमिटेड। यो आइपिओ भने वैदेशिक तर्फ खुल्ला गरिएको हो। यस कम्पनीले चैत 8 गतेदेखि चैत 11 गतेसम्म वैदेशिक रोजगारमा रहनुहुने नेपालीका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यस कम्पनीले प्रति किता रु 100 का दरले जम्मा सेयर 2,10,000 किता निष्कासन गर्न लागेको हो। यस कम्पनीको सेक्टर भने हाइड्रोपावर रहेको छ। यस कम्पनीले इस्यु म्यानेजरको रूपमा मुक्तिनाथ क्यापिटललाई राखेको छ। नम्बर 2 मा रहेको छ सानीगढ हाइड्रोपावर लिमिटेड। यस कम्पनीको आइपिओ वैदेशिक तर्फ बिक्री खुल्ला गर्ने भएको छ। यस कम्पनीले चैत 8 गतेदेखि चैत 11 गतेसम्म वैदेशिक रोजगारीमा रहनुहुने नेपालीका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यस कम्पनीले प्रति किता रु 100 का दरले 5,70,000 किता निष्कासन गर्न लागेको हो। यस कम्पनीको सेक्टर भने हाइड्रोपावर रहेको छ। यस कम्पनीले इस्यु म्यानेजरको रूपमा लक्ष्मी सनराइज क्यापिटललाई राखेको छ। नम्बर 3 मा रहेको छ सोपान फार्मास्युटिकल लिमिटेड। यस कम्पनीले पनि वैदेशिक तर्फ आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यस कम्पनीले चैत 9 गतेदेखि चैत 12 गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको हो। यस कम्पनीले प्रति किता रु 100 का दरले जम्मा सेयर 4,29,000 किता निष्कासन गर्ने भएको छ। यस कम्पनीको सेक्टर भने म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ रहेको छ। यस कम्पनीले इस्यु म्यानेजरको रूपमा एनएमई क्यापिटललाई राखेको छ। नम्बर 4 मा रहेको छ स्नो रिभर्स लिमिटेड। यस कम्पनीले वैदेशिक तर्फ आइपिओ बिक्री खुल्ला गर्दैछ। यस कम्पनीले चैत 9 गतेदेखि चैत 12 गतेसम्म वैदेशिक रोजगारीमा रहनुहुने नेपालीका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको हो। यस कम्पनीले प्रति किता रु 100 का दरले जम्मा सेयर 93,750 किता निष्कासन गर्ने भएको छ। यस कम्पनीको सेक्टर भने हाइड्रोपावर रहेको छ। यस कम्पनीले इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटललाई राखेको छ। नम्बर 5 मा रहेको छ कालाङ हाइड्रोपावर लिमिटेड। यस कम्पनीले वैदेशिक र आयोजित प्रभावित स्थानीय बासिन्दातर्फ आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यस कम्पनीले वैदेशिक तर्फ चैत 10 गतेदेखि चैत 15 गतेसम्म आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यस कम्पनीले प्रति किता रु 100 का दरले जम्मा सेयर 3,50,000 किता निष्कासन गर्न लागेको हो। यस कम्पनीको सेक्टर भने हाइड्रोपावर रहेको छ। यस कम्पनीले इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटललाई राखेको छ। स्थानीय तर्फ यस कम्पनीले चैत 10 गतेदेखि चैत 24 गतेसम्म आइपिओ बिक्री खुल्ला गर्ने भएको हो। यस कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दातर्फ प्रति किता रु 100 का दरले जम्मा सेयर 14 लाख किता निष्कासन गर्ने भएको छ। यस कम्पनीको सेक्टर भने हाइड्रोपावर रहेको छ। यस कम्पनीले इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटललाई नै राखेको छ। यस कम्पनीको आइपिओ 10 किता भन्दा धेरै भर्नु होला, किनभने स्थानीय तर्फ लगानीकर्ता कम हुने भएकाले आइपिओ धेरै पर्ने सम्भावना बढी हुन्छ। र आजको भिडियो यति नै थियो। यस्तै आइपिओ सम्बन्धी जानकारीका लागि हामीलाई फलो गर्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद।